ल गाउँमा असिना परेको अवस्था सुरुवात भयो कति ठुलो पर्छ हेरौँ बिजोग तना बनायो त्यो काममै देख्नु तड्केको असिना पर्न सुरु गरिसक्यो बुढेन्द्र बुढुङ गरेछ आवाज केही पनि सुनिँदैन बुढेन्द्र डुरुङ गरेको असिनाले कठै मेरो कभर लगाएको बिजोको हो त मेरो त पिटेको असिना असिना
ल हजुर पुवाल त गनी साध्यै छैन हेर्नु त आमाया प्लास्टिकले त कतै मल्चिङ गरेको नाम मात्रै भयो पुरै पुवाल छ क्या अब यहाँ झार आएर चाहिँ कति बिजोग हुन्छ बल्ल तल प्लास्टिक लगाएको अन्त खेतीपाती त अकबारे लगाएको सबै स्वाहा बनायो बिजोग बनायो नि त्यसरी भएन यस्तो पाराले किसानको पीडा किसानलाई थाहा हुन्छ त्यो भगवान्ले मात्रै के भन्छ बुझ्छन् मान्छेले बुझ्दैनन् भन्दै भगवान्ले पनि बुझ्ने भएन नि पसिना हेर्नु त एउटा पनि छैन पुरै छिद्रै बनाइदियो प्लास्टिक त बिजोग पहिला प्लास्टिक नलागिकन चाहिँ मल्चिङ गरेर चाहिँ अझै पोहोर साल मल्चिङ गरिएन भनेर दुःख भयो भनेर चाहिँ बिरामी परियो गोड्दाखेरि चाहिँ गाह्रो हुने भयो भनेर अहिले मल्चिङ गरेको चाहिँ एउटा केही पनि छैन क्या धुजै धुजा भयो सबै यहाँबाटै झारो आउँछ जस्तातस्तै हुन्छ उपाय हुँदैन बिरुवा त आउँछन् अब केही फरक पर्दैन बिरुवा चाहिँ पातहरू मात्रै झारेको केही फरक पर्दैन बिरुवा आएरै भएन कि झारले चाहिँ बित्तियास बनाउने भयो ल हेर्नु त उता अकबरेको बेहालत छ तेरिका डुबायो हजुर डुबायो असिना पनि कति ठुला हुन नि यसका बाजे त हेर्नु त आम्मामा यत्र छन् हौ यो त झन् ठुलो छ हौ ल हेर्नु त यत्रो छ आमै त स्वाहा बनाइहाल्यो नि थेत्तेरिका एकैछिन भट्टटटटटटट परेको थियो एउटा केही पनि राखेन नि बिरुवा त आउँछ कि प्लास्टिक चाहिँ फेरि दोबारा लाउनु मिल्दैन नि त बिरुवामाथि चाहिँ गर्न मिल्दैन गाह्रो बनायो कसरी गर्ने हो मैले 2500 बिरुवा लगाएको थिएँ बिरुवा त केही हुँदैन बिरुवा त आउँछ त्यो मर्नी चाहिँ अब 2-4वटा अलिअलि डाँठा भाँचेर त केही फरक पर्दैन त्यो त आउँछ तर के भयो नि यो प्लास्टिक पुरै धुजा बनायो क्या ल हेरौँ यस्तोरी त बाक्लो आँखा पुरै आँखी झ्याल बनाइदियो नि त बिजोग बनायो हजुर बिजोग बनायो के गर्ने कृषकहरूलाई सधैँ मार्छ ल असिना परिसकेर यहाँ पुरै खाछ अझ म त अझै पछि आएको यो त हेर्नु त यो असली चाहिँ म देखाउँछु यहाँ यो काउरोमाथि यो काउरा बुटो अहिले मैले जुन भिडियो देखाएको थिएँ नि पुरै झारेर पात कस्तो बनाइदियो भने पुरै यस्तो बिजोग बनाइदियो मकैलाई चाहिँ त्यति साह्रो यो रुखले छेकेर चाहिँ यहाँ के भएन अर्कोपट्टि चाहिँ ठोक्यो होला असिना यत्र असिना अमै केर्चिसु ए हजुर गरी खान दिएन यहाँले त चुटेछ नराम्रोसँग चुटेछ असिनाले पनि कत्रा हुनु नि असिना ल हेरौँ त असिना यहाँनिर चाहिँ चुटेछ धेरै चुटेछ छैन थिलो बनायो यत्र नि असिना यत्तेरिका पुरै सिख्रै बनाइसक्यो नि त्यो कताले बनाइदिएछ